हाम्रो यो टाटिम फाँटमा गहुँ खेती अति राम्रो भएको छ। पाल्पा जिल्ला रैनादेवी छहरा गाउँपालिका वडा नम्बर 3 मा पर्ने यो फाँट असाध्यै राम्रो छ। र त्यो हाम्रो डाँडो देखिएको छ, त्यो चाहिँ रैनादेवी छहरा 3 पाल्पाको बल्गा भन्ने ठाउँ हो भने यतानिर चाहिँ देखिएको यो वन छ। यो चाहिँ रैनादेवी छहरा 3 डाँडागाउँको ठुलो वन भनेर चिनिन्छ यसलाई। र यता गएपछि यहाँ चाहिँ भण्डारी बाख्रा फर्म भन्ने खोलेको हुनुहुन्छ उहाँ डाँडागाउँको ढुण्डिराम भण्डारीले। र यसै गरी यो खोलो छ एउटा, खोलोदेखि पारी चाहिँ हाम्रो अर्घाखाँची पर्छ। यो पारीदेखिका खेतहरू चाहिँ अर्घाखाँचीका पर्छन्। अर्घाखाँची भनेको पाडेनी गाउँपालिका वडा नम्बर 1 पडेना अन्तर्गतको अर्घाखाँचीमा पर्ने खोलाबाट पारी यो चाहिँ सबै पर्छ। र म चाहिँ अहिले पाल्पा र अर्घाखाँचीको सिमाना नजिकै उभिएर यो भिडियो चाहिँ बनाइरहेको छु।